यस्तो दिदीबहिनीहरू डुल्दै हिँडेको सल्यानको बागचौर हैन नगरपालिका ठिमाङ वडा नम्बर 1। हामी यहाँ दिदीबहिनीहरू पहाडबाट आउनु भएको। दिदी मेवा लिन ल्याउनु भयो त दिदीले। दिदीले मेवा ल्याउँदै हुनुहुन्छ। बाख्रा यता चढ्दैछ। मेवाको बोट फेरि हेर्ने हो भने खतरा छ यता ल। हाँगै हाँगा छ मेवा ल। परमेश्वरले यसरी सृष्टि गर्नुहुन्छ। मेवाको बोट देखेर मलाई अचम्म लागेको छ। मेवाको चाहिँ एउटै सुरिलो नरियलको जस्तो मात्र देखाएको थिएँ र यस्तो हाँगै हाँगा चाहिँ देखाएको थिएन। पहिलोचोटि हो। पहिलोचोटि देख्नु भयो। अलिकति अचम्मै लागेको छ। मेवाको बोट चाहिँ यस्तो ल हेर्नु हाँगै हाँगा। हाँगा पनि कति धेरै छ। नयाँ त होइन यो पुरानै तरिका हो। हाम्रो लागि चाहिँ नयाँ हो। यो गाउँघरमा चाहिँ मकै यसरी राखिन्छ ल। पानी आउँदैन यसरी राख्ने रे। ए यहाँ आएर बाँदरले खान्छ ल हेर्नु। नयाँ आइडिया। यसरी मकै चाहिँ राख्यो भने पानीले पनि केही गर्दैन रे ल। यो चाहिँ सल्यानमा। थाक्रो राख्छ खोसेल्टासँगै राख्छ नि त। यहाँ चाहिँ खोसेल्टा फाल्यो। खोसेल्टासँगै राखेपछि तपाईँको पानी परे नि जे भयो नि बिग्रिन्छ। खोसेल्टैसँग राख्नुहुन्छ है हजुरहरूले नि? हो। हाम्रो दुई तरिकाको हुन्छ। एउटा यसरी गोलो बनाएर यस्तो बनाएर अमिलियाको पिना के पुग्यो पुग्छ मलाई। मेवा पनि खाँदैछ मम्मी। दिदीको घरबाट मेवा खाएर जेम्स सर कुलो बनाउँदै हिँड्नु भएको छ। बाटो जाडो भएको छैन मैले तँलाई जाडो हजुर